मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। म आज चाहिँ तपाईहरुलाई हिमालयन ब्याङ्कमा चाहिँ पैसा कसरी ट्रान्सफर गर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु र सर्वप्रथम तपाईहरुलाई यो खल्ती एप्स चाहिन्छ र खल्ती एप्सको यो तपाईहरुले यस्तो इन्टरफेस देखिसकेपछि यहाँ सेन्ड मनीमा देख्न सक्नुहुनेछ। त्यहाँ क्लिक गरिसकेपछि सेकेन्ड नम्बरमा छ टु एनी ब्याङ्क एकाउन्ट र यहाँ क्लिक गर्नुपर्ने छ र सर्च ब्याङ्कमा भनेपछि हिमालयन यहाँ सर्च गर्न सक्नुहुनेछ र यहाँ मैले चाहिँ अघि नै कपी गरेको छु र एकाउन्ट नम्बर पेस्ट गर्दैछु र एकाउन्ट होल्डर नेम चाहिँ तपाईहरुले यहाँ हाल्न सक्नुहुनेछ र अब एमाउन्ट चाहिँ कति पठाउनु हुँदैछ त त्यो चाहिँ यहाँनिर टाइप गर्नुपर्ने हुन्छ र यहाँ टाइप गरिसकेपछि चाहिँ टाइप 3699 छ। म चाहिँ लगभग 989 भनेपछि यति चाहिँ पठाउँदैछु र ठिक्क 10 रुपैयाँ चाहिँ के हुन्छ त चार्ज लाग्ने छ र यो म पठाउँदैछु र पे गर्न लागेको छु। 0 पनि हुनुपर्ने रहेछ ल 369 भनेपछि 8989 चाहिँ हुनुपर्ने रहेछ अनि मात्रै हुने भयो ल। यति गर्दा चाहिँ तपाईहरुको यो 10 रुपैयाँ चाहिँ काट्ने छ र ब्याङ्क पनि भेरिफाई भइसकेको छ र म ओके गर्दैछु र म आफ्नो फिङ्गरप्रिन्ट हाल्दैछु। फिङ्गरप्रिन्ट लगाइसकेपछि चाहिँ यो अब पेमेन्ट चाहिँ सक्सेसफुल हुन्छ। तपाईले देख्न सक्नुहुनेछ प्रोसेसिङ योर पेमेन्ट भनिरहेछ यो देख्न सक्नुहुनेछ। यो र यो पेमेन्ट्स भएको चाहिँ डाउनलोड कसरी गर्ने भन्ने बारेमा पनि म सिकाउन गइरहेको छु। यो पेमेन्ट भइसकेपछि र तपाईले देख्न सक्नुहुनेछ र केही क्षण पछि यो आफै सक्सेसफुल हुनेछ ल। सक्सेस फन्ड विथड्रल सक्सेसफुल्ली भनेको छ। ओके मैले अब यो डाउनलोड रिसिप्टमा क्लिक गरेँ र डाउनलोडिङ फाइल हुँदैछ। अब यो डाउनलोड गरिसकेपछि तपाईहरुले यो एउटा भाउचरको रूपमा चाहिँ युज गर्न सक्नुहुनेछ। क्लिक हियर र मैले चाहिँ यसलाई इमेजको फर्ममा चेन्ज गर्दैछु र मैले डाउनलोड गरेर चाहिँ यसरी देख्न सक्नुहुनेछ। यो चाहिँ अब तपाईले कतै कसैलाई पठाउनु हुँदैछ भने प्रिन्ट आउट गर्न सक्नुहुनेछ अथवा यसलाई राखेर चाहिँ तपाईले यहाँ पीडीएफ टु इमेजमा क्लिक गर्नुपर्ने छ र इमेजबाट हामीले निकाल्न सकिन्छ। यसरी निकालिसकेपछि सेभ टु ग्यालरीमा गर्न सक्नुहुनेछ र यसरी चाहिँ तपाईहरुले हिमालयन ब्याङ्कमा चाहिँ पैसा पठाउन सक्नुहुनेछ र अन्य यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डु अ सब्स्क्राइब। थ्यांक यू।